हाम्रो मोमो चाहिँ अहिलेको अवस्थासँग यस्तो भयो यस्तो भइरहेछ। यहाँ बनाउने मेकर यहीँ छ, यहाँ हालिसक्यौँ होइन। यहाँ पानी नि उम्लिँदैछ। हाम्रो यहाँ भाइ पनि यहाँ बेलिरहेको छ होइन, टक टक लाएर टक्क लाएर अब एकछिन मोमो रेडी हुन्छ। हुन्छ नि भिडियो है त। ओके त गाइस, त्यो भाइले अब चिसो चिसो हाल्छ। यहाँ अब गिलास त रेडी गर्यो, अब चिसो चिसो नि हाल्छ। हाल न हाल झट्ट लाएर चिसो हाल त। हेलो गाइस, वेलकम टु माई अदर भ्लग। अनि के छ त, सधैँ हुनुहुन्छ अनि आरामै हुनुहुन्छ। आजको भिडियो चाहिँ आज चाहिँ मौसम अलि चिसो चिसै छ। यहाँ पानी परिरहेको छ। हेर्नुहोस् यहाँ डाँडा पुरै उस्लाएर सेतै छ। पानी परिरहेको छ, यहाँ पानी परिरहेको छ। आज चाहिँ मौसम चिसो भएको कारणले गर्दाखेरि चाहिँ हामीलाई यहाँ साथीभाइहरूले चाहिँ मोमो खाने भनेको छ। तातो झोल मोमो। अब मोमो खाने प्लानिङमा छौँ आज हामी चाहिँ होइन। अब जाउँ किचनतिर जाउँ। यहाँ हाम्रो दोस्त साथीले के बनाउँदैछ त हेरौँ है त अनि त्यहाँ गएर। हेलो गुड मर्निङ। कफी सफी हुँदैछ होइन हाम्रो? ओके ल, कफी सफी पनि बनाइसक्यो यहाँ भाइले होइन। यहाँ कफी सफी खान्छौँ। डोमुस्या क्या हाइट डो पनि भइसकेको छ यहाँ मोमोको लागि। अचार पनि भइसक्यो। ए ल, अचार पनि सब भइसकेको छ यहाँ भाइले। भाइ फास्ट छ यार, म भर्खर उठेको। यहाँ भाइ सब रेडी बनाइसकेको छ यहाँ। किमा सिमा ल, किमा पनि बनाइसक्यो। छिटो छ भाइ, एकदमै छिटो। म भर्खर उठेको यहाँ, चिया चिया खाइदिएन भर्खर मुसु गरी आउँदाखेरि भाइले सब रेडी गरिसक्यो क्या। अलिक फुर्तिलो छ भाइ। भेज किमा बनाउनुहुन्छ? भेज किमा बनाउनुहुन्छ? लडेक छ भेज किमा चाहिँ। अब यहाँ भिडियोमा हाल्नु पर्ला होइन। त्यो भाइले सब बनाइसकेको छ। यो सुरुदेखि हालौँ भनेको, नेक्स्ट भिडियोमा आउँछ सुरुदेखि नै। अहिले चाहिँ यो अब मिक्सरमा जान्छ नि भाइ। यो ल, यो मिक्सरमा जान्छ। यो मिक्सरमा हालेपछि पुरा यो झोल जस्तो हुन्छ होइन। अब यो किमा त भइहाल्यो। यो किमा चाहिँ चट्ट मोमो अब यो पिठोमा चट्ट लाएर हाल्छेपछि, भिडियोभित्र हाल्छेपछि रेडी भइहाल्छ है त। ओके त गाइस, अब एकछिनमा भिडियो आउँछ। त्यसम्मको लागि वेट गर्नुहोस्। ओके त, अब यसलाई चाहिँ यहाँ हाल्नु पर्यो होइन। हामीसँग यो छ हाम्रो चाहिँ नि अहिले भेज किमा फ्राई हुँदैछ। भेजको लागि है अलिअलि फ्राई गर्नुपर्छ। अनि यो अलिक चिसो भइसकेपछि चाहिँ मोमो बनाउने है। तातो चाहिँ बनाउने। अब चाहिँ हामी यो डोलाई चाहिँ गोटी काट्छौँ है त। गोटी भन्नाले मोमोको गोटी हो है। डलाएर यस्तो गर्नुपर्छ। नाइफले काट्यो भने डल्ला यसरी काट्यो भने चाहिँ सजिलो हुन्छ है। छिटो भरपर्दो सजिलो हुन्छ यसरी।
हाम्रो मोमो चाहिँ अहिलेको अवस्थासँग यस्तो भयो यस्तो भइरहेछ बनाउने मेकर यहीँ छ यहाँ हालिसक्यौँ होइन पानी नि उम्लिँदैछ हाम्रो यहाँ भाइ पनि यहाँ बेलिरहेछ होइन टक लाएर एकछिन मोमो रेडी हुन्छ त भिडियो है त ओके त गाइस है यहाँ वेट बन्दैछ पाक्नलाई चाहिँ झन्झनी ल पाकै क्या छैन है एकैछिन है भेज बन्दैछ यो चाहिँ अब हाम्रो भेज बाहिर भेजै खान्छ है त्यो भएर भेज बनाउँछ राइट बिस्तारै 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 अब यो हुँदै आएपछि ढिलो हुँदै आएको छ यस्तो चाहिँ चिकन भइहाल्छ भाइले अब चिसो हाल्छ यहाँ नास्ता रेडी गर्यो अब चिसो नि हाल्छ हाल न हाल सट्ट चिसो हाल त यहाँ जसले जे खायो नि हुन्छ तिमीले के हाल्छ त्यही मोमोसम्म सबको रेडी भइसक्यो 5 प्लेट होइन 5 जनालाई 5 प्लेट रेडी भइसक्यो होइन थप गर्नलाई त्यहाँ छ भाँडामा उता पाकिरहेछ त कुकम्यान पकाइरहेछ त्यहाँ हाम्रो सेफ सरले ओके त गाइज ल जिबेली है चेस चाहिँ खाँदैछौँ है अब दसैँ सक्यो त्यही पनि यो के छ